हेलो साथीहरू, दर्शन नमस्कार है सबैजनालाई। आज चाहिँ हामी लाग्दैछौँ समुद्रतिर सँगै हाम्रो तागा। यस्तै छ आजको दिनमा चाहिँ के गरियो कसो गरियो भन्ने देखाउने छु। हामी लाग्यौँ गाडीको यात्रामा समुद्रतिर। त्यस्तै चाहिँ यहाँको सेम नेपालको जस्तै तर है अलिकति एकदम समतल क्या, पुरा समतल। बब्बाल स्पिडमा कुदाइरहेको गाडी पनि हाम्रो तागाले एकदम फेरि कस्तो भनेपछि चाइनिज फेरि एकदमै है यहाँतिर चाहिँ अलिकति एकदम समतल रेगुलर पानी परेको कारणले गर्दा अलिकति त्यस्तै छ। एकदम मौसम त एकदमै फ्रेस छ, राम्रो छ। बट कुनै कुनै ठाउँमा चाहिँ पानीको पुरै ताल यहाँ देख्न सक्नुहुन्छ। पानीको ताल 5-6 दिन रेगुलर पानी परेर अलिकति बाटो पनि त्यस्तै छ, जतासुकै देख्न सक्नुहुन्छ पानी नै पानी। खतरै पानीको ताल परेको छ कि अनि यत्रो त्यहाँ घुम्दासम्म चाहिँ यो मात्र हो कि रुख बिरुवा भएको ठाउँ चाहिँ अलिकति राम्रो है, अलिकति भएको भनेको यही नै हो कि अरूमा त त्यस्तो खासै छैन। अनि सिट बेल्ट चाहिँ अनिवार्य लाउनु पर्ने क्या गाडीमा, एउटा ठाउँमा जाँदाखेरि चेकिङ भएछ भनेपछि लास्ट चाहिँ फाइन पर्छ धेरै नै। यहाँको रुल्स नै अलिकति कडा छ एकदमै। यहाँ छ फेरि पानी जमेको पुरै 4 दिनको पानी जमेर, यदि नेपालको जस्तै 3-4 दिन रेगुलर पऱ्यो भने त यहाँ त डुबान नै पर्छ होला। अब 4 दिन लगभग 15-15 मिनटमा मात्र परेको, 15 मिनट जति मात्र परेको यहाँ त केही पनि उयो गर्न नसक्ने पुरै पानीले भरिएको छ जतासुकै। यस्तै छ अवस्था। बोट बिरुवा भन्ने चाहिँ पहिलोचोटि देखियो है यता हेर्दै गर्नुहोस्। गाडीमा यात्रा गर्नु त रमाइलो लाग्छ, तर गाडीमा है धेरै नै गाह्रो छ क्या। जस्तै कि गाडीबाट निस्किसकेपछि यस्तो रिङ्गटा लाग्छ मलाई त, स्पेसली मलाई है। यहाँ देख्नुहुन्छ यहाँ समुद्रको नजिक पुगिसक्यौँ भन्ने चाहिँ एउटा यो सङ्केत हो। यहाँ नजिकै समुद्र छ भन्ने नजिक होला सायद यसले। अब लगभग पुगिसक्यौँ हामी चाहिँ। यतापट्टि चाहिँ समुद्र, हामी पुगिसक्यौँ समुद्रमा। अब चाहिँ धेरै ठुलो चाहिँ छैन, लगभग सानो नै छ। ल है हामी चाहिँ पुगिसक्यौँ। यताको भ्यू देख्न सक्नुहुन्छ कि हामी चाहिँ पानी भरेर पनि फर्किसक्यौँ है। त्यहाँदेखि हामी चाहिँ फर्केको समुद्र पानी लिएर फर्किसक्यौँ।
विकास भइदिएको भए सायद त्यस्तै माथिबाट रोड तलबाट रोड निस्किन्थ्यो होला तर के गर्नु हामीले त सम्झिने मात्र हो बिस्तारै हुनसक्छ अब नयाँ सरकार गठन भइसक्यो आश गरौँ जहाँसम्म हुने छ यहाँ चाहिँ पुरै पानीले तानिरहेको छ कि मोटर लगाएर यस्तो पानी छ पुरै पानी पनि कसरी भिज्ने हो थाहै नै छैन त्यो कारणले गर्दा मोटर जोइन गरेर पानीलाई चाहिँ निकालिरहेको छ एकदम है साथीहरू मजा त आयो तर के गर्नु साथी बिना उहाँ चाहिँ फेरि कस्तो भनेपछि चाइनिज अलिअलि मलाई आउने फेरि त्यस्तो धेरै कुरा चाहिँ गरिएन कुरा गरेको पनि देखाइएन यस्तै हो लगभग हामी रुमतिर पनि पुग्नेछौँ अब यो चाहिँ हो चाइना मल है साथीहरू हामी चाहिँ अब रेस्टुरेन्ट पुग्ने तयारीमा यो नजिकै चाइना मल छ चाइना मल अफिस चाहिँ बिग अफिस हो मेन अफिस अनि हामी चाहिँ यहाँदेखि इन्ट्री गऱ्यौँ भित्र अनि यही बाटोबाट हामी चाहिँ रेस्टुरेन्टमा पुग्छौँ स्ट्रेट अगाडि अनि त्यहाँबाट लेफ्ट ओके फाइनली हामी चाहिँ रेस्टुरेन्टमा पनि पुग्यौँ है हामी बस्ने ठाउँमा पुग्यौँ यो हामीहरूको बस्ने रेस्टुरेन्ट 1916 है तर लोगो चाहिँ अलिकति त्यस्तै छ हामी फाइनली पानी पनि यसमा हालेर सकियो यता चाहिँ क्र्याब अनि यता माछा पनि छ पुरै देखियो माथिको फोहोर पनि हो पहिलाको अहिलेको नयाँ अन्त म किचनमा पनि छिरेँ ओके बाँकी भिडियोको लागि सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है